आज दिपालाई के भयो र कहाँ छौँ हामी भनेपछि आउनुहोस् पुरा भिडियो हेरौँ। सर्वप्रथम त हजुरहरूलाई स्वागत छ मेरो मिनी भ्लगमा। आज चाहिँ हामी बिहानै हस्पिटलतिर आएको छौँ। दिपालाई चाहिँ राति ज्वरो आएर एकदमै गाह्रो भएको हुनाले दिपालाई बिहानै हस्पिटल लिएर आएको छु। चेकअपको लागि आयौँ तर डाक्टर चाहिँ ठ्याक्कै हामी आउने बित्तिकै जानुभएछ। डाक्टर चाहिँ आउने डाक्टर जाने ठ्याक्कै भयो रहेछ क्या। अनि त्यस पछाडि हामी चाहिँ कुरेर बस्यौँ। डाक्टर चाहिँ 11 बजी आउनुभयो। त्यतिन्जेलसम्म फेरि दिपाको ढाड पनि सधैँ दुखिरहन्थ्यो नि ढाडको पनि चेकअप गराइहालौँ त भनेर हामी चाहिँ ढाडको चेकअप गराउन लाग्यौँ। ढाडको चेकअप गराउँदा एक्सरे गराउनुपर्छ भनेर भन्नुभयो डाक्टरले। त्यही भएर हामी एक्सरे गराउँदैछौँ। एक्सरे पनि बनायौँ, ब्लडहरू पनि दियौँ टेस्टको लागि। सबै चेकअप भयो। अब रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आउन चाहिँ टाइम लाग्दो रहेछ, लगभग 2 घन्टा जति। रिपोर्ट आइसकेपछि डाक्टरलाई देखाउँछौँ। अनि दिपालाई एकदमै धेरै गाह्रो भएको हुनाले दिपा चाहिँ सुतिरहेको छ। अनि हामी फेरि जाँदैछौँ थेरापीको लागि। दिपा चाहिँ म बिना नजाने गरे हजुर जानै पर्छ भन्यो। फेरि दिदीबहिनी थेरापीको लागि जाँदैछौँ। आज बाबु अगाडि नै तयार भएको छ जाने भनेर हामीलाई कपडा लगाएको देखेर अगाडि लागिरहेको चाहिँ ज्वरो रोइरहेको थियो। नलगेको हुनाले उहाँ लगेर पनि एकदमै चकचक गर्छ बाबुले। त्यहाँ केही पनि गर्न दिँदैन। त्यही भएर बाबुलाई नलिएर जाने भनेको। हिजो छोडेर गएको आज पनि छोडेर जान्छन् भनेर अगाडि बाटो बनिसकेको छ। बाबु चाहिँ गएर ज्ञानी भएर बसे त हुन्थ्यो। एकदमै चकचक गर्छ जानलाई अगाडि गइसकेको छ। एउटा प्रोफाइल ट्याक्टर आएको छ। त्यो ट्याक्टर आएको बेला झ्यापको बाबुले ट्याक्टर हेर्छ अनि हामी चाहिँ भागेर निस्किन्छौँ। अनि हामी चाहिँ एक्सर्साइज हुन्छ भनेर बिहान लगभग 7:30 बजेतिर दिदी पनि हिँडिरहेछौँ। हिँड्दै जाने है एक्सर्साइज पनि हुन्छ भनेर दिपाले अटोमा जाऊँ भन्दै थियो। मैले चाहिँ हिँडेर जाने हो भनेर हामी चाहिँ कुदिरहेछौँ दिदी बहिनी। म चाहिँ खासै हिँड्ने मान्छे त होइन, किनकि म हिँड्न भनेपछि एकदमै डर लाग्छ। अहिले शीतल भएको हुनाले हल्का हिँडिहालौँ न त भनेर मात्रै हो। अहिले त शीतल पनि छ नि त, दिनमा त लास्टै गर्मी हुन्छ। अहिले चाहिँ त्यति गर्मी छैन, त्यही भएर हिँड्दै जाऊँ भनेर हो मैले। अहिले चाहिँ बजार एकदमै सुनसान छ, पसलहरू खुलेको छैन। हामी लुई हिँडिरहेछौँ। ए भगवान्, दिमाग कस्तो छ फेरि हाम्रो दुई बहिनीको दिमाग उस्तै। बाबुले गर्दा हतार भएको हुनाले हामीले चाहिँ दिपाको त्यो कार्ड नै लिन बिर्सेरहेछौँ चेकअप गरेको। अब चाहिँ त्यहाँ गएर त्यो थेरापी मात्रै गर्ने हो। एकचोटि बुझ्नु पर्यो के भन्नुहुन्छ डाक्टरले। त्यो भनेर हुन्छ कि नै, भएन भने फेरि घरमा जानुपर्छ वापस कार्ड लिनलाई। कार्ड चाहिँ ल्याउन भुलेरहेछौँ हामी, बल्ल सम्झ्यौँ। दुइटाको दिमाग उस्तै दुइटैले भुलेरहेछौँ, बल्ल याद गऱ्यौँ। अब चाहिँ हामी आइपुग्न लाग्यौँ हस्पिटल। आइपुगिसक्यौँ भनौँ। अब चाहिँ हस्पिटल आइसक्यो। आजको मिनी भ्लग यति नै। बाई बाई। लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला।